ल सुरु गरौँ। आज हामी नेपालको त्यो एउटा खास दिनको कुरा गर्दैछौँ जुन दिन लाखौं मानिसहरू आफ्नो भोट खसाल्न घरबाट निस्किए। आज हामी के कुरा गर्छौं त? पहिला त्यो महत्त्वपूर्ण चुनावी दिनको माहौल कस्तो थियो त्यो हेर्छौं। अनि ठूला नेताहरूले कहाँ कहाँ भोट हाले, केही ठाउँमा त अलिअलि तनाव पनि भयो, त्यसको पनि कुरा गरौँला। एउटा ठूले नेता त चुनावमा देखिनु भएन, किन? र अन्त्यमा यत्रो ठूलो चुनावलाई कसरी सुरक्षित बनाइयो त्यो पनि हेर्नेछौं। यो कुनै सामान्य दिन थिएन। स्क्रिनमा हेर्नुस् त यो संख्या लगभग 2 करोड मतदाता। सोच्नुस् त, यो एउटै आँकडाले यो लोकतान्त्रिक अभ्यास कति विशाल र महत्त्वपूर्ण थियो भन्ने कुरा प्रष्ट पार्छ। र यो दिनको महत्त्व नेताहरूको अनुहार र बोलीमा पनि प्रष्टै देखिन्थ्यो। जस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले के भन्नुभयो भने, विगतका कुनै पनि चुनावभन्दा यो चुनावको महत्त्व अलि बढी छ, त्यसकारणले अलिकति भावुक पनि भए। उहाँको यो भनाइले नै चुनाव कति गम्भीर थियो भन्ने बुझाउँछ। ल अब सुरु गरौं पहिलो खण्डबाट, नेपालको त्यो महत्त्वपूर्ण चुनावी दिन। बिहान 7 बजेदेखि भोटिङ सुरु भयो र देशभरि मानिसहरू एकदमै उत्साहका साथ लाइनमा थिए। हो, केही ठाउँमा सामान्य तनाव त भयो, तर समग्रमा दिनको सुरुवात एकदमै राम्रो रह्यो। अब लागौं दोस्रो खण्डतिर। देशका ठूला राजनीतिक नेताहरूले चाहिँ कसरी भोट हाले त? यो लिस्टमा हेरौं है। पुष्पकमल दाहाल प्रचण्डले चितवन 3बाट भोट हाल्नुभयो, केपी शर्मा ओलीले भक्तपुरबाट, अनि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले काठमाडौँ 5बाट। त्यस्तै रवि लामिछाने, गगन कुमार थापा र बालेन शाह जस्ता चर्चित अनुहारहरूले पनि काठमाडौँबाटै आफ्नो मत खसाल्नुभयो। तर यहाँ एउटा एकदमै रमाइलो कुरा छ। रवि लामिछाने र गगन थापा जस्ता धेरै नेताहरू उम्मेद्वार भएको ठाउँ एउटा, तर भोटर लिस्टमा नाम भएको ठाउँ अर्कै थियो। भनेपछि के भयो त? उहाँहरूले चुनावमा भोट त हाल्न पाउनुभयो, तर आफैलाई चाहिँ भोट दिन पाउनु भएन। यो हाम्रो चुनावी प्रणालीको एउटा अनौठो तर महत्त्वपूर्ण पक्ष हो। यो चुनावमा एउटा अर्को ठूलो राजनीतिक सङ्केत पनि देखियो। पहिले चुनाव बहिष्कार गर्दै आएका नेत्र विक्रम चन्द विप्लवले यसपालि रोल्पामा भोट हाल्नुभयो। उहाँको सचिवालयका अनुसार 2064 सालको संविधान सभा चुनावपछि उहाँले भोट हालेको यो पहिलो पटक हो। यो घटनाले साँच्चै नै बदल्दिदो राजनीतिको सङ्केत गर्छ। तर सबै मतदान केन्द्रमा दिन शान्तिपूर्ण मात्रै चाहिँ थिएन। अब देशका केही भागमा भएका केही नाटकीय घटनाहरू र विवादहरूतिर लागौं। सबैभन्दा फिल्मी घटना त सायद बालेन शाहको यात्रा थियो। उहाँले काठमाडौँमा भोट हाल्नुभयो अनि सिधै हेलिकप्टर चढेर आफ्नो निर्वाचन क्षेत्र झापापात जान खोज्नुभयो। तर के भयो भने उता विपक्षी पार्टीका कार्यकर्ताले ढुङ्गामुढा गर्ने चेतावनी दिए, सुरक्षाको खतरा देखियो, अनि उहाँको हेलिकप्टर त्यहाँ ल्यान्डै हुन पाएन, सिधै काठमाडौँ फिर्ता आउनु पर्यो। अरू ठाउँमा पनि केही घटना भए, जस्तै सर्लाही 4मा मतदाताहरूबीच अलिअलि झडप भएछ, जसले गर्दा भोटिङ केही बेर रोकियो। उता उदयपुरमा झन् एकजना सुरक्षाकर्मीको बन्दुकबाट झुक्केर गोली चल्यो र मतपेटिकामा नै लाग्यो। खैर, कसैलाई केही भएन र तुरन्तै नयाँ मतपेटिका राखेर भोटिङ फेरि सुरु गर्यो। जब देशका नेताहरू इताउता दौडिरहेका थिए अनि कतै कतै तनाव चलिरहेको थियो, त्यही बेला को चाहिँ मैदानमा थिएन त? अब कुरा गरौं एउटा यस्तो अनुपस्थितिको जसले सबैको ध्यान खिच्यो। यो कथा हो एक पूर्व प्रधानमन्त्रीको। हो, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी श्रीमती डाक्टर आरजू राणा देउवा चुनावको दिन नेपालमा हुनुहुन्थेन। यस्तो महत्त्वपूर्ण राष्ट्रिय दिनमा उहाँहरूको अनुपस्थिति निकै ठूलो चर्चाको विषय बन्यो। कारण के त? स्रोतहरूका अनुसार देउवा दम्पति त्यति बेला सिङ्गापुरमा हुनुहुन्थ्यो। उहाँहरूको निवासमा पहिले भएको एउटा आक्रमणपछि स्वास्थ्य उपचारका लागि उहाँहरू त्यहाँ जानुभएको थियो र अध्यागमनको रेकर्डले पनि चुनावको दिन बिहानसम्म उहाँहरू नेपाल नफर्किएको पुष्टि गर्यो। अब यति धेरै घटनाहरूको बीचमा यो पुरै चुनावी प्रक्रियालाई सम्भव कसले बनायो त? हो, अब कुरा गरौं सुरक्षा व्यवस्थाको। यो दिनलाई सफल बनाउन एउटा निकै ठूलो सुरक्षा अभियान नै चलेको थियो। यो आँकडा हेर्नुस् त, एकपटक 3,34,000 भन्दा बढी यति धेरै सुरक्षाकर्मीहरू देशभरि खटाइएको थियो। यो नम्बरले नै चुनावलाई शान्तिपूर्ण बनाउन कत्रो तयारी गरिएको थियो भन्ने देखाउँछ। सुरक्षाको योजना पनि एकदमै बलियो, त्रिस्तरीय थियो। सबैभन्दा भित्र पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि दोस्रो घेरामा सशस्त्र प्रहरी बल,
अनि सबैभन्दा बाहिरी घेरामा नेपाली सेना। यति मात्रै होइन, सूचना सङ्कलन गर्न राष्ट्रिय अनुसन्धान विभाग पनि सक्रिय थियो। यो सबैको समन्वयले नै मतदाता र मतदान केन्द्रहरू सुरक्षित रहे। भनेपछि यो दिन कर्तव्य, नाटक र केही विभाजनको एउटा मिश्रण थियो। एकातिर लाखौं मानिसहरू उत्साहले भोट हालिरहेका थिए, नेताहरू आफ्नो शक्ति प्रदर्शन गर्दै थिए, कतै तनाव थियो त कतै देशका महत्त्वपूर्ण व्यक्तिहरू नै अनुपस्थित थिए। अब यहाँनिर एउटा ठूलो प्रश्न उठ्छ, यी सबै घटनाहरूले नेपालको राजनीतिक भविष्यको लागि आखिर के सङ्केत गर्छ त?